नमस्कार साथीहरू। यदि तपाईँ अभिभावक हुनुहुन्छ भने अहिले हामीले हाम्रो बच्चाहरूलाई सिकाउनै पर्ने कुराहरू, मैले मेरो बच्चालाई सिकाउनै पर्ने कुराहरू चाहिँ म यहाँ भन्न गइरहेको छु। र जुन कुरा छ, हामीले हाम्रो बच्चाहरूलाई विशेष गरी प्राइभेट पार्ट्स भनेको के हो र प्राइभेट टच भनेको के हो, ब्याड टच के हो, गुड टच के हो, यो कुरा हामीले हाम्रो बच्चाहरूलाई सिकाउनु अनिवार्य भएको छ। अर्को भनेको हामीले हाम्रो बच्चाहरूलाई कहीँ कतै एक्लै पनि कतै जान नदिने। यदि नहुने ठाउँमा आफू साथी ल्याएर जाने, सकेसम्म एक्लै कहीँ कतै नपठाउने। स्कुल जाँदा होस् अथवा ल्याउँदा होस् आफ्नै साथमा ल्याउने। अर्को भनेको बच्चाहरूलाई आफ्नो बाबा मामुसँग, आफ्नो अभिभावकसँग सबै कुरा सहजै व्यक्त गर्न सक्ने वातावरण बनाउने, जसले गर्दा उनीहरूका कुरा चाहिँ केही पनि नलुकुन् र उनीहरूले लुकाउने वातावरण नबनोस्। त्यसको लागि हामी प्यारेन्ट्सले चाहिँ सहज बनाइदिनु पर्यो। र अर्को भनेको हाम्रो बच्चाहरू अब साथीको घरमा जान्छु, यहाँ जान्छु, त्यहाँ जान्छु भन्छ, त्यस्तो ठाउँमा चाहिँ आफूले नपठाउने। एक्लै बास बस्ने गरी होस् अथवा जेसुकै होस्, एक्लै नपठाउने। एकछिन आफ्नो बच्चा रिसाउँछ, एकछिनमा फकाउन सकिन्छ, तर एक्लै कतै पनि नपठाउने, अरूको घरमा नपठाउने। अर्को भनेको आफ्नो बच्चालाई तिमी कहीँ कतै गयौ र तिमीलाई त्यहाँ असहज भयो, तिमीलाई असहज हुने वातावरण कसैले गर्यो भने, सिर्जना गर्यो भने, तिमीले त्यहाँ त्यो कुरालाई नो भन्ने र तुरुन्तै आफूले विश्वास गरेको मान्छे अथवा आफ्नो बाबा मामुलाई आएर सुनाइहाल्ने। कुनै पनि कुरा आफ्नो बाबा मामुसँग नलुकाउने भनेर हामीले हाम्रो बच्चाहरूलाई सिकाउनु पर्यो। र अर्को कुरा भनेको झुटो कुरा बोल्नु भनेको तिमीले आफूलाई नै हानि गरिएको छ, आफूलाई नै घाटा गर्छ। झुटो कुराले तिमी आफैलाई घाटा गर्छ। त्यसैले तिमीलाई मनमा लागेका कुरा, तिमीले भोगेका कुरा तिमीले व्यक्त गर्न, अब तिमीलाई बाबासँग सजिलो हुन्छ कि मामुसँग सजिलो हुन्छ, तिमीले यो कुरा चाहिँ यो हो भनेर व्यक्त गर्न चाहिँ सक्नुपर्छ। तिमीले भन्नु चाहिँ पर्छ। तिमीले बेलैमा भन्यौ भने त्यो कुराको सोल्युसन म निकाल्छु भनेर बच्चाहरूको चाहिँ आत्मविश्वास बढाउने काम, डराउने होइन कि आत्मविश्वास बढाउने काम चाहिँ हामीले गर्नु पर्यो। यदि यो कुराहरू बच्चाहरूले मान्यो अथवा यो कुराहरू गर्यो भने चाहिँ केही हदसम्म चाहिँ हामीले हाम्रो बच्चाहरूलाई सुरक्षित महसुस गर्न सक्छौँ। हामीले हाम्रो बच्चाहरू सुरक्षित छन् है भन्ने महसुस गर्न सक्छौँ। त्यसैले हामीले हाम्रो बच्चाहरूलाई अहिलेको यो वातावरणबाट, अहिले अब हेर्नु न, एउटा सानो फोन कलको भरले त्यस्तो अब मान्छे मार्नेसम्मका कुरा हुन्छन्। एउटा चुरोट तानेको भरले कुलतमै, अरूको उसमा कुलतमै फस्यो भनेर सुधार केन्द्रसम्मका